माथि गाउँपालिका वडा नम्बर 11 उपल्लो सापले ल्वासे पाखा राजाराम परियारको घरमा केरा पठाउँदाखेरिमा एउटै केराले दुईटा घडी केरा उत्पन्न भएको हुनाले अब यस्तो अनौठो चिज अहिले देख्न पाइयो। सबै संसार र मित्र साथीहरू गाउँघरका सहर बजारका लाई सबैलाई देखाउनको लागि मैले यो भिडियो बनाएर पोस्ट गरेको छु। देखाइदिए भाइ अनि ल हेर्नुहोस्, एउटा केराको बोटमा दुईवटा घडी।